आज चाहिँ हामी जर्नलको बारेमा डिस्कस गर्न गइरहेका छौँ। जर्नल के हो भन्दाखेरि जर्नल इज कल्ड द बुक अफ ओरिजिनल एन्ट्री. इट इज द बुक इन विच बिजनेस ट्रान्जेक्सन्स आर फर द फर्स्ट टाइम रेकर्डेड इन क्रोनोलोजिकल अर्डर. अब यहाँ हामीले थाहा पाउनुपर्ने कुरा के छ, क्रोनोलोजिकल अर्डर. क्रोनोलोजिकल अर्डर भनेको के हो भन्दाखेरि चाहिँ एकोर्डिङ टु द डेट अफ अकरेन्स, जुन डेटमा चाहिँ त्यो अकर भयो त्यही अनुसारको चाहिँ हामीले चाहिँ त्यसलाई चाहिँ रेकर्ड गरेर राख्नुपर्ने हुन्छ. अ जर्नल इज अ बुक इन विच बिजनेस ट्रान्जेक्सन्स आर रेकर्डेड फर्स्ट एकोर्डिङ टु द रुल्स अफ डेबिट एन्ड क्रेडिट. अब यसमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ बुक्स अफ अकाउन्ट्सहरूलाई रेकर्ड गर्दाखेरि चाहिँ हामीले चाहिँ एउटा रुल्सहरू फलो गर्नुपर्ने हुन्छ, डेबिटिङ र क्रेडिटिङको रुल, जसले गर्दाखेरि चाहिँ हामीलाई चाहिँ थाहा हुन्छ कि यसलाई चाहिँ हामीले डेबिटमा लेख्ने र यो एकाउन्ट्सलाई चाहिँ हामीले क्रेडिटमा लेख्ने भनेर. अब यहाँ आयो अर्को कुरा ट्रान्जेक्सनको. ट्रान्जेक्सन भनेको के हो त भन्दाखेरि चाहिँ अ ट्रान्जेक्सन इज एनी बिजनेस एक्टिभिटी द्याट क्यान बी मेजर्ड इन मनी. कुनै पनि बिजनेसको एक्टिभिटी छ जसलाई चाहिँ हामीले पैसामा मेजर गर्न सक्छौँ भने चाहिँ त्यसलाई चाहिँ हामीले ट्रान्जेक्सन भन्छौँ. जस्तै स्टार्टेड बिजनेस विथ क्यास रुपिज 1 लाख भन्यो भने त्यो पनि एउटा ट्रान्जेक्सन भयो. पर्चेस फर्निचर फर रुपिज 20,000 भन्छ भने त्यो अर्को एउटा ट्रान्जेक्सन भयो. पेड रेन्ट रुपिज 5,000 यो पनि एउटा ट्रान्जेक्सनको इक्जाम्पल भयो. अब हामीले चाहिँ अब जर्नल गर्नुभन्दा अगाडि चाहिँ अब यसको जसरी मैले अघि भनिहालेँ डेबिटिङ र क्रेडिटिङ रुल हुन्छ भनेर. यसको लागि चाहिँ अब हामीले कुन चाहिँ अकाउन्ट डेबिटमा हुन्छ कुन चाहिँ अकाउन्ट क्रेडिटमा हुन्छ भनेर थाहा पाउनुको लागि चाहिँ हामीले टाइप्स अफ अकाउन्ट थाहा हुनुपर्ने हुन्छ. ल अब हामी टाइप्स अफ अकाउन्टको बारेमा डिस्कस गर्न गइरहेका छौँ. पर्सनल एकाउन्ट. अब यहाँ जम्मा 3वटा टाइप्स अफ अकाउन्ट छ. अब फर्स्टमा छ पर्सनल एकाउन्ट. यो चाहिँ त्यस्तो खालको अकाउन्ट हो जुन चाहिँ पर्सनसँग रिलेटेड छ. अब त्यो पर्सन चाहिँ नेचुरल पर्सन पनि हुनसक्छ या आर्टिफिसियल पर्सन पनि हुनसक्छ. यहाँनिर नेचुरल पर्सन भनेको राम, श्याम, हरि, सीता, गीता यिनीहरू भयो भने आर्टिफिसियल पर्सन भनेको नेचुरल पर्सनले खोलेको कुनै संस्थाहरू हुनसक्छ. जस्तै एबिसी कम्पनी, एक्सवाइजेड फर्म, यिनीहरू चाहिँ फर्म्स अर्गनाइजेसन्सहरू चाहिँ आर्टिफिसियल पर्सनको चाहिँ इक्जाम्पल्सहरू भयो. अब यो पर्सनल एकाउन्टको पनि त एउटा रुल छ, डेबिटिङ र क्रेडिटिङ गर्ने रुल छ. त्यसको बारेमा अब हामी हेरौँ है त. अब यहाँ आयो पर्सनल एकाउन्टको रुल. पर्सनल एकाउन्टको रुल चाहिँ के छ भन्दाखेरि डेबिट द रिसिभर अनि क्रेडिट द गिभर हुन्छ. यसको मतलब यदि कुनै पर्सन चाहिँ रिसिभर छ भने उसलाई चाहिँ हामीले डेबिटमा लेख्नुपर्छ भने यदि कुनै पर्सन गिभर छ भने त्यतिखेर चाहिँ त्यो मान्छेलाई चाहिँ हामीले क्रेडिटमा लेख्नुपर्छ. जस्तै यहाँ मैले एउटा इक्जाम्पल लेखेको छु, राम गिभ अस गुड्स भनेको छ. अब राम गिभ अस गुड भनिसकिसकेपछि यहाँनिर चाहिँ राम चाहिँ के भयो भन्दाखेरि गिभर भयो. त्यही भएर चाहिँ हामीले चाहिँ रामलाई चाहिँ क्रेडिटमा लेख्नुपर्ने हुन्छ. यसको मतलब यो जुन चाहिँ मैले ट्रान्जेक्सन दिएको छु यो ट्रान्जेक्सनको जर्नल चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ पर्चेस एकाउन्ट डेबिट टु राम्स एकाउन्ट हुन्छ. किन राम्स एकाउन्ट भयो भन्दाखेरि चाहिँ राम चाहिँ यहाँनिर चाहिँ गिभर भएको हुनाले पर्चेस एकाउन्ट चाहिँ डेबिटमा हुन्छ भने राम एकाउन्ट चाहिँ सिआरमा हुन्छ. किनकि राम चाहिँ गिभर हो. अब यो पर्सनल एकाउन्टको अरू इक्जाम्पल्सहरू पनि म अब दिनेछु. तर त्योभन्दा अगाडि अब हामीले चाहिँ रियल एकाउन्टको बारेमा बुझौँ है त. अब हाम्रो अर्को टाइप अफ अकाउन्ट छ रियल एकाउन्ट. अब रियल एकाउन्ट भनेको चाहिँ त्यस्तो खालको अकाउन्ट हो जुन चाहिँ एसेट्स या प्रपर्टिजसँग रिलेटेड हुन्छ. अब एसेट्स एन्ड प्रपर्टिजमा के पर्यो भन्दाखेरि चाहिँ क्यास, फर्निचर, बिल्डिङ, मेसिनरिज, ल्यान्ड एन्ड बिल्डिङ्स यिनीहरू कुराहरू चाहिँ पर्ने जान्छ है. अब यसको रुल चाहिँ के छ भन्दाखेरि चाहिँ रियल एकाउन्टको रुल चाहिँ के छ भन्दाखेरि डेबिट वाट कम्स इन र क्रेडिट वाट गोज आउट. यसको मतलब हामीले जब कुनै पनि एउटा ट्रान्जेक्सन गर्दैछौँ भने त्यहाँनिर रियल अकाउन्ट अथवा प्रपर्टिज या एसेट्स इन्भल्भ हुन्छ भने त्यो केसमा चाहिँ अब हामीले यदि त्यो प्रपर्टी हाम्रो बिजनेसमा आउँछ भने त्यसलाई हामीले
डेबिटमा लेख्नुपर्ने हुन्छ र यदि हाम्रो बिजनेसबाट चाहिँ त्यो चाहिँ बाहिर जान्छ भने त्यसलाई चाहिँ हामीले क्रेडिटमा लेख्नुपर्ने हुन्छ। यहाँ एउटा इक्जाम्पल छ, पर्चेस्ड फर्निचर फर क्यास भनिदिएको छ। अब यहाँनिर हाम्रो एकाउन्ट डेट भनेको एउटा फर्निचर हो अनि एउटा क्यास हो। यहाँनिर दुइटै चाहिँ के छ भन्दाखेरि चाहिँ रियल एकाउन्टसँग रिलेटेड भएको हुनाले अब जब हामीले फर्निचर किन्छौँ तब के हुन्छ भन्दाखेरि चाहिँ फर्निचर आउँछ। त्यही भएर हामीले के लेख्ने भन्दाखेरि चाहिँ डेबिट वाट कम्स इन भनेको हुनाले फर्निचर एकाउन्टलाई डेबिटमा लेख्ने भने टु क्यास एकाउन्ट भनेर चाहिँ क्यास एकाउन्टलाई चाहिँ क्रेडिटमा लेख्नुपर्ने हुन्छ। अब यसरी चाहिँ हामीले रुललाई फलो गरेर पर्सनल एकाउन्ट, रियल एकाउन्ट र अब लास्टमा एउटा छ नोमिनल एकाउन्ट। यो सबैको रुल्सलाई चाहिँ हामीले मजाले जान्यौँ, मजाले बुझेर चाहिँ हामीले जर्नल बनायौँ भने हामीलाई एकदमै सजिलो हुन्छ। अब नेक्स्ट अकाउन्ट छ नोमिनल एकाउन्ट है त। अब नोमिनल एकाउन्ट भनेको त्यस्तो अकाउन्ट हो जुन चाहिँ केसँग रिलेटेड हुन्छ भन्दाखेरि एक्सपेन्सेस, लसेस, इन्कम र गेनसँग चाहिँ रिलेटेड हुन्छ। अनि यो अकाउन्टको रुल चाहिँ के छ भन्दाखेरि चाहिँ डेबिटमा हामीले सबै एक्सपेन्सेस र लसेसलाई चाहिँ लेख्नुपर्ने हुन्छ भने क्रेडिटमा चाहिँ हामीले सबै इन्कम र गेनलाई लेख्नुपर्ने हुन्छ। अब यहाँनिर हाम्रो एउटा इक्जाम्पल छ, पेड रेन्ट ₹2000। अब यो रेन्ट भनेको एउटा एकाउन्ट हेड भयो अनि यो अर्को यसको एकाउन्ट हेड चाहिँ के हुन्छ भन्दाखेरि क्यास हुन्छ है। अब क्वेसनले चाहिँ बाई चेक भनेको छैन अनि यो चाहिँ क्रेडिटमा भनेर चाहिँ मेन्सन गरिएको छैन अथवा कुनै पनि हिन्ट दिएको छैन भने त्यतिखेर चाहिँ हामीले के बुझ्नुपर्छ भन्दाखेरि चाहिँ रेन्ट चाहिँ क्यासमा पे गर्यो भन्ने कुरा हामीले बुझ्न सक्छौँ। त्यही भएर यहाँनिर दुईवटा एकाउन्ट हेड छ, एउटा रेन्ट छ अनि एउटा क्यास छ है। अब यहाँनिर एउटा रेन्ट छ अब अनि अर्को चाहिँ क्यास छ। अब रेन्ट भन्नु बित्तिकै हाम्रो के भयो भन्दाखेरि चाहिँ इन्कम एक्सपेन्सेस या लस गेन भन्ने हुन्छ। अब यो चाहिँ नोमिनल एकाउन्ट भएको हुनाले हामीले चाहिँ यो चाहिँ कि त इन्कम कि त एक्सपेन्सेस हो भन्ने कुरा बुझ्नुपर्ने हुन्छ। यहाँनिर चाहिँ क्वेसनले क्लियरली भनेको छ पेड रेन्ट भनेर। अब जब रेन्ट पे गरिन्छ तब अभियसली हुने भनेको एक्सपेन्सेस नै हो। त्यो भएर चाहिँ अब हामीले चाहिँ के गर्ने भन्दाखेरि चाहिँ रेन्टलाई चाहिँ हामीले चाहिँ डेबिटमा लेख्नुपर्ने हुन्छ। किन भन्दाखेरि चाहिँ रेन्ट चाहिँ पेड गरेको छ, जब रेन्ट पे गरिन्छ तब त्यो चाहिँ एक्सपेन्सेस हुन्छ र क्रेडिटमा चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि क्यास हुन्छ है। किन भन्दाखेरि अघिको हाम्रो रियल एकाउन्टको रुलले चाहिँ के भन्छ भन्दाखेरि डेबिट वाट कम्स इन क्रेडिट वाट गोज आउट भन्छ नि त। अब जब हामीले रेन्ट पे गर्दैछौँ तब चाहिँ के भयो भन्दाखेरि चाहिँ हाम्रो बिजनेसबाट चाहिँ पैसा चाहिँ बाहिर गयो। त्यही भएर नोमिनल एकाउन्टको रुल अनुसार चाहिँ डेबिट अल एक्सपेन्सेस एन्ड लसेस भयो र रियल एकाउन्टको रुल अनुसार चाहिँ क्रेडिट वाट गोज आउट भएर चाहिँ हामीले रेन्टलाई चाहिँ डेबिटमा लेख्यौँ र क्यासलाई चाहिँ क्रेडिटमा लेख्यौँ। अब हाम्रो नेक्स्ट चाहिँ अब हामीले के गर्छौँ भन्दाखेरि जर्नलको फर्मेटको बारेमा जान्नेछौँ। अब यो जर्नलको फर्मेट बनाऊँ है त। अब यो हामीले जर्नलको बारेमा थाहा भयो, हामीले चाहिँ टाइप्स अफ अकाउन्ट्सको बारेमा थाहा भयो र एकाउन्ट्सहरूको त्यो टाइप्स अफ अकाउन्टको बारेमा पनि हामीले धेरै थोरै कुराहरू थाहा पाइसक्यौँ है। अनि त्यसपछि रुल्स अफ डेबिटिङ क्रेडिटिङ पनि हामीले केही कुराहरू थाहा पाइसकेको छौँ। अब जब हामीले चाहिँ न्युमेरिकल्स गर्छौँ तब चाहिँ अझै हामी मोर क्लियर हुनेछौँ। अब अहिले चाहिँ हामीले हेरौँ यो स्पेसिमेन अफ जर्नल या फर्मेट अफ जर्नल भनेर। जर्नलको फर्मेट चाहिँ यस्तो हुन्छ, डेट, पार्टिकुलर, एलएफ, डेबिट र क्रेडिट दिएको हुन्छ। अब यहाँ चाहिँ मैले चाहिँ अब हातैले कोरेर बनाएको छु। तपाईँहरूले के गर्नुपर्ने हुन्छ भन्दाखेरि पेन्सिल र स्केल युज गरेर चाहिँ एकदम राम्रो तरिकाले चाहिँ फर्मेट बनाउनु पर्ने हुन्छ। अब यहाँनिर फर्स्ट कलम छ डेट भनेर, सेकेन्ड कलम छ पार्टिकुलर्स, थर्ड कलम यो भयो, फोर्थ कलम डेबिट, फिफ्थ कलम क्रेडिट छ। अब यो फर्स्टको डेट कलममा चाहिँ अब हामीले के लेख्ने भन्दाखेरि चाहिँ हामीले चाहिँ डेट लेख्ने जुन ट्रान्जेक्सन अकर भएको डेट हुन्छ। अब जस्तै इफ बिजनेस स्टार्टेड अन वैशाख 1, 2083 भनेर क्वेसनमा दिएको छ भने हामीले चाहिँ त्यो बेलामा चाहिँ के गर्ने भन्दाखेरि चाहिँ यो डेटको कलममा चाहिँ
2083 0101 भनेर लेख्नुपर्ने हुन्छ। अनि त्यसपछि अब नेक्स्ट आयो हाम्रो पार्टिकुलर्सको कलम। पार्टिकुलर्सको कलम चाहिँ जर्नलको यो मोस्ट इम्पोर्टेन्ट कलम हो। यो चाहिँ किन भन्दाखेरि यो कलममा चाहिँ हामीले कुन चाहिँ एकाउन्ट डेबिटेड गर्ने हो, कुन चाहिँ एकाउन्ट क्रेडिटेड गर्ने हो भन्ने कुरा चाहिँ हामीले यो कलममा लेख्नुपर्ने हुन्छ। जस्तै अब कुनै जस्तै अघि हामीले बनाएको थियौँ पर्चेस फर्निचरको चाहिँ थियो। अब त्यसको चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि चाहिँ फर्निचर एकाउन्ट डेबिट हुन्छ है। अनि 2 भनेर हामीले क्यास एकाउन्ट चाहिँ हाम्रो क्रेडिटमा थियो। अब यसरी चाहिँ हामीले डेबिटमा लेख्नुपर्ने एकाउन्ट हेड्स लेख्ने, फलोड बाई डिआर भनेर लेख्नुपर्ने हुन्छ। अनि तल चाहिँ हामीले नेक्स्ट लाइनमा चाहिँ क्रेडिटमा के आइटम लेख्नुपर्ने हो। जस्तै यहाँनिर क्यास चाहिँ क्रेडिटमा थियो, त्यही भएर मैले 2 क्यास एकाउन्ट भनेर लेखेँ। अनि त्यसपछि जहिले पनि हाम्रो यो जर्नलको पार्टिकुलर्सको कलममा चाहिँ यो जर्नलाइजिङ गरेको डेबिट र क्रेडिटको एकाउन्ट हेड लेखिसकेपछि एउटा ब्रिफ डिस्क्रिप्सन लेख्नुपर्ने हुन्छ, जसलाई चाहिँ न्यारेसन भनिन्छ। ल मैले चाहिँ यहाँनिर न्यारेसन पनि लेखेर भ्याइसकेँ। मैले के लेखेँ, बिइङ फर्निचर पर्चेस्ड फर क्यास। यसरी चाहिँ हामीले चाहिँ हरेक बेलामा चाहिँ जर्नल बनाइसकेर चाहिँ जुन चाहिँ अकाउन्ट हेड डेबिटमा लेख्नुपर्ने त्यो लेखेर, क्रेडिटमा लेख्नुपर्ने त्यो लेखेर, त्यसपछि चाहिँ हामीले चाहिँ त्यो हामीले बनाएको जर्नललाई चाहिँ सपोर्ट गर्नको लागि एउटा ब्रिफ डिस्क्रिप्सन दिनुपर्ने हुन्छ। त्यसलाई चाहिँ हामीले न्यारेसन भन्छौँ। अब नेक्स्ट कलम छ हाम्रो एलएफको कलम। एलएफ भनेको के हो भन्दाखेरि एलएफ भनेको चाहिँ लेजर फोलियो हो। जर्नल भनेको प्राइमेरी रेकर्डिङ अफ द ट्रान्जेक्सन हुन्छ। सबैभन्दा सुरुमा बिजनेसको ट्रान्जेक्सनलाई हामीले रेकर्ड गर्ने भनेको जर्नलमा आउँछ। त्यसपछि नेक्स्ट भनेको लेजर हुन्छ है। अनि अब लेजरमा चाहिँ जब हामीले यो जर्नलको ट्रान्जेक्सन्सहरूलाई लेजरमा पोस्टिङ गर्छौँ, त्यसपछि चाहिँ त्यतिखेर चाहिँ त्यो लेजरको कुन चाहिँ पेज नम्बरमा चाहिँ यो ट्रान्जेक्सन छ अथवा यो एकाउन्ट हेड छ भनेर थाहा पाउनको लागि चाहिँ हामीले यो एलएफ लेख्नुपर्ने हुन्छ। तर यहाँ हामीले अहिले जर्नल बनाउँदाखेरि चाहिँ यो एलएफको कलमलाई चाहिँ हामीले खाली नै छोडिदिन्छौँ। तर खाली नै छोड्ने भए पनि यो बनाउनु चाहिँ पर्छ है। अब यो डेबिटको कलम र क्रेडिटको कलम छ। अब डेबिटमा भएको अमाउन्ट चाहिँ कति अमाउन्ट चाहिँ डेबिटेड भयो त्यो अमाउन्ट चाहिँ यहाँ हामीले लेख्नुपर्ने हुन्छ। ल मैले 20,000 लेखिदिएँ। र क्रेडिटमा चाहिँ हामीले कति अमाउन्ट क्रेडिटेड भयो भन्ने कुरा चाहिँ हामीले यो क्रेडिट कलममा लेख्नुपर्ने हुन्छ। अनि याद राख्नुपर्ने कुरा चाहिँ के छ भन्दाखेरि आवर डेबिट अमाउन्ट मस्ट बी इक्वल टु आवर क्रेडिट अमाउन्ट। यसलाई नै हामीले डबल एन्ट्री प्रिन्सिपल भनिन्छ। यसको मतलब के हो भन्दाखेरि हरेक बेलामा चाहिँ हामीले जति एमाउन्ट चाहिँ डेबिटमा लेख्छौँ त्यति नै एमाउन्ट चाहिँ हामीले क्रेडिटमा लेख्नुपर्ने हुन्छ। ल अब यति भएपछि हामीले आज चाहिँ धेरै कुराहरू थाहा पायौँ। अब आजको भिडियोबाट हामीले जर्नल भनेको के हो, डेबिट क्रेडिट भनेको के हो, जर्नलको फर्मेट कस्तो हुन्छ, अनि त्यसपछि टाइप्स अफ अकाउन्ट्सहरू हामीले थाहा पायौँ। अनि त्यो अकाउन्टलाई चाहिँ त्यो टाइप्स अफ अकाउन्टको बेसिसमा हामीले जर्नलाइजिङ रुल, डेबिटिङ क्रेडिटिङ रुल पनि हामीले थाहा भयो। र अहिले मैले 1-2वटा चाहिँ 2-3वटा चाहिँ हामीले चाहिँ सिम्पल जर्नल एन्ट्रिजहरू पनि लेख्यौँ। अहिले चाहिँ रफली मात्रै गरेका छौँ। अब आउने भिडियोजहरूमा चाहिँ हामीले चाहिँ त्यो जुन चाहिँ जर्नल एन्ट्रिजको क्वेसन्सहरू हुन्छ त्यसलाई चाहिँ हामीले डिटेलली लेखेर चाहिँ सल्भ गर्नेछौँ। र साथसाथमा आउने एक्जामिनेसन्सहरूको लागि चाहिँ फोकस गरेर चाहिँ हामीले चाहिँ यो जर्नलको चाहिँ क्वेसन्सहरू चाहिँ सल्भ गर्नेछौँ। र आजलाई यति नै भयो।